पर्ने हुन्छ नागालाई खोइस साला थुक्छस् अहिले भरे मैले मुख धुन भ्याउँदैन है डराइदैन त तिरेको मान्छे त हुनु पर्यो नि त तिरे मान्छे त म छु नि छेस त्यो काठमाडौँ जाँदाखेरि पैसा होइन यहाँ सुन काठमाडौँ जाँदाखेरि पैसा नपुगेर तिमीलाई इटारीमा मैले पुरै पैसा दिएर पठाउँदाखेरि इटारीमा पुरै पैसा नदिएपछि काठमाडौँ गएर मेरो भोलि जाने काम छ भोलि जाने काममा रोक्यो 10,000 पैसा पुगेन भनेर एकचोटि तँलाई 33,074 रुपियाँ पठाइदिएछु भन्दा हुन्छ एकचोटि 35,129 रुपियाँ पठाइदिएछु एकचोटि 91,213 रुपियाँ पठाइदिएछु त्यो पैसा तर कसको भागमा पर्छ त्यो पनि भाग ल्याउनु नि फेरि यहाँ सुन्नु चाहिँ सुन एकचोटि 14,533 रुपियाँ पठाइदिएछु है एकचोटि 70,175 रुपियाँ पठाएको छु अनि 45,000 को चाहिँ मैले पेपर हरायो भनेर मैले यसैलाई भनेको छु यहाँ छ अर्को बुक पनि छ अरू भन्दै जाउँ न अनि यहाँनिर यो चाहिँ सासु आमालाई पठाएको पैसा एकचोटि 68,805 रुपियाँ एकचोटि 45,430 एकचोटि 1,02,529 रुपियाँ एकचोटि 52,255 एकचोटि 79,139 रुपियाँ र एकचोटि 88,600 रुपियाँ यही छ यो जुन मेरो नाम आएको छ नि हो त हिसाब गर्ने त कति हुन्छ त्यहाँ म हिसाब लगाइदिन्छु अनि त्यहाँदेखि यहाँ पनि छ मैले यो पेपर हराउँछ भनेर मैले खातामा लेखेको छु भान्जाको ऋण पनि तिरेको थिएन अहिलेको यस्तो नि अब होइन भान्जा गएको ऋण त सबैले उसमै बोल्नुपर्छ कि भान्जा गएको ऋण त ऋण भइगयो त्यो त ऋण लिएर गइगयो ऋण तिर्ने पैसा त यसमा आइगयो नि यसमा आयो नि त होइन बालबच्चा नि पाल्नु पर्यो होइन अब त्यो ऋण अब जस्तै अब 70,000 आयो भनेदेखि 20,000 रुपियाँ नानीहरूलाई घर खर्च 50,000 त ऋण तिर्यो नि सरकारीमा अनि केको बोर्डिङ 4 लाख इङ्ग्लिस मिडियम हो इङ्ग्लिस मिडियममा किताबहरू सबै किन्नु पर्छ नि फेरि पर्छ हाम्रो सबै किन्नु पर्छ सोध्दा हुन्छ इङ्ग्लिस मिडियम थियो यो दुईजना सोध्नु तिमीहरूको किताब किन्नु पर्छ पर्दैन नि एउटा अनि सोध्नु न नानीहरूले भने किताबहरू किन किन्नु पर्दैन ड्रेसहरू सबै किन्नु पर्छ उनीहरूको किताब र ड्रेस किन्नु पर्थ्यो पर्छ तिनैजना पर्छ नि किन पर्दैन 3 मा पुगेर 3 मा पढ्नु दुईजनाको भनेको लगभग यहाँ कतिको उयो भयो लगभग 6,000 मा एक साल पुग्छ कम हैन अनि अरु ऋण 4 लाख रुपैयाँको ऋण लाउनु पर्यो हैन त 4 लाख रुपैयाँमा गएको 38,000 को हिसाब नगर 38,000 कान्छीको नाममा आएको कान्छीको पैसा हो त्यो फाल्टै त्यो 38,000 हिसाब नगर्दा भयो है 4 लाख 38,000 अनि त्यहाँदेखि 38,000 गयो हैन 10,000 एकचोटि दुईचोटि 10,000 20,000 पनि कटाउनु हिसाब गर्नु यहाँ मेरो नाममा कति आएको छ पैसा हैन म सबै हिसाबलाई 38 30 40 50 लेखेर 58,000 लगभग 60,000 नाममा हो है पैसा खाता चाहिँ ले गएको हैन त्यहाँदेखि अरु पैसा भनेको 80,000 मैले ती गाउँबाट काटेको पैसा हो त्यसको साउ ब्याज गरेर मैले 88,000 3 लाख रुपैयाँ काटेको भनेर भन्छ 1,70,000 मा गएको कसरी 3 लाख रुपैयाँ काडिस तैले ऋण कोसँग काडिस ऋण ल भन छ्यामासँग तँले काडे कि भनेको 50,000 कि 60,000 काडिस तैले 60,000 काटेको 60,000 काडिस हो 60,000 को साउ ब्याज कहाँ पुग्यो हैन 60,000 काडिस हैन अनि त्यो उयो पत्र दिदीको 50,000 हैन मिना दिदीको 80,000 हो त्यहाँदेखि पछि फेरि नपुगेर 20,000 मा आएको 1 लाख रुपैयाँ हो छ्यामाको 60,000 हो त्यसको साउ ब्याज हिसाब गर त्यहाँदेखि धनबिरेको अझ दिएको छ छैन त म जान्दिन धनबिरेसँग पनि तिमीलाई काठमाडौँ जाँदाखेरि नपुगेर मलाई पैसा पुगेन यहाँनेरि यहाँ कसैलाई थाहा छैन कसैलाई थाहा छैन काठमाडौँ गइसकेपछि पैसा पुगेन भनेर तिमीले यहाँ इटारीमा पैसा पुरै नदिएर काठमाडौँमा गएर त्यो भोलिसम्म हुँदैन अरे ए भोलि बुझाउनु पर्ने पैसा भोलि जाँदाखेरि बुझाउनु हुँदैन भनेपछि त्यो मैले मागेर पठाएको पैसा हो कि होइन चौकिने लानु पर्छ हुँदैन लाएर भयो त हिसाबमा चाहिँ तल जाने हो हामी त हिसाबमा चाहिँ तल जाने हिसाब बुझाउँदाखेरि तिमीहरु परमा तिमीको परमा ल्याउँछ डराइदैन त तिरेको मान्छे
त हुनु पर्यो नि त दिने मान्छे त म छु नि त्यो काठमाडौँ जाँदाखेरि पैसा होइन यहाँ सुन काठमाडौँ जाँदाखेरि पैसा नपुगेर तिमीलाई इटारीमा मैले पुरै पैसा दिएर पठाउँदाखेरि इटारीमा पुरै पैसा नदिएपछि काठमाडौँ गएर मेरो भोलि जाने काम छ भोलि जाने कामै रोक्यो 10,000 पैसा पुगेन भनेर मसँग तैँले 3.5 लाख रुपियाँ काटेको भनिस् नि अघि यहाँ होइन तर म 1,85,000 विदेश जाँदा लागेको खर्च भनेको मैले अनि 3.5 लाख चाहिँ कसरी चाहिँ काटिस् त म गएको 1,85,000 मा 6-7 महिनाको नानी भदेको सुनसँग राखेर पठाएको छ के पैसा नपुगेर अनि 3.5 लाख चाहिँ कसरी चाहिँ काटिस् त तैँले त्यो पैसा चाहिँ कसलाई खुवाइस् त नागालाई खुवाइस् साला थुक्छस् अहिले भरे मैले मुख धुन भ्याउँदैन है 7-8 महिनाको नानीको सुन फुकालेरसम्म राखेर पठाएको छ तिमीलाई विदेश पठाउँदा थाहा छ मैले सबै तिर्सिएको छु सुन राखेर पठाएको छ म चाहिँ पुरा ल्याउँछ ऋण कति लागेको ऋण भन्ने त्यही कुरा हो अनि हिसाब बुझाउँदाखेरि हिसाब किन नबुझ्नु ग्यास कहाँ हालिस् हिसाब किन नबुझ्नु त्यो ग्यास त्यो भाँडाको सबै मलाई चाहिन्छ तिमीहरूको पैसाले किनेको त्यो दिन तिमीलाई ल्याएर तिमीहरूको ग्यास तेरो पैसाले तैँले किनिस् तल घरमा छ ल्याएर म मम्मीलाई भन्छु ल्याउँदा हुन्छ गर ल्याइदे ल्याउ न तैँले कसरी त्यहाँनिर पुर्याएथिस् त्यसरी नै ल्याइदे त मेरो भाँडा र ग्यास मलाई त चाहियो भात पकाएर खान त चाहियो मलाई त अब बच्चाहरू छन् होइन अब एउटा मरि भनेर के दुनियाँ मरेका छ भनेर म ल्याउँछु नि एउटा ल्याउँदा भयो त कहिले नल्याउनु भएको त बाटो झैदिएको छैन कसरी ल्याउनु भनेर पहिलादेखि सबैले तिमीहरूको सल्लाह दिएकै छ त सबै आफ्नो यहाँ अहिले मैले यसो मेरो मोटामोटी हिसाबमा चाहिँ होइन लगभग अहिले अब त्यो क्युआर छँदैछ क्युआर मैले चेक गर्दा पनि भइहाल्यो त्यहाँनिर क्युआर हुँदै रहेछ होइन क्युआरमा गर्दाखेरि मोटामोटीमा 8 लाख भन्दा माथि आयो त्यहाँ पठाएको चाहिँ होइन अब यता 8,96,000 हो यता बुहारले अब कति खर्च गरे के गरे भन्ने कुरामा अब हामीले त्यही अब 4 लाख रुपियाँ ऋण तिर्ने 4 लाख रुपियाँ खर्च गर्ने छुट्यायौँ होइन छुट्यो त मम्मीसँग भन्दा मम्मीलाई फाल्टै पैसा पठाएछ होइन यता पनि फाल्टै पैसा पठाएछ अनि त्यो भनेको चाहिँ अब मम्मीलाई पठाएको पैसा भनेको नि त्यो उताबाट त्यो नानीहरूको सुनहरू राखेर ओरेर पठाएको पैसाहरू त्यहाँदेखि पहिलेदेखि नै काटेको ऋणहरू पनि थियो त्यो पैसा मम्मीलाई फाल्टै गयो र यता मैले काटेर पठाएको पैसा भनेको मेरो त्यही गाउँबाट काटेर पठाएको पैसा हो त्यही पैसामा मेरो आएको थियो त्यसको मैले तिरेर पनि अलिअलि घर खर्च राखेर यो उसको त्यो उसको नि त्यहाँ नाम उसको भने नि भान्जार तराई झरेको कति साल भयो म 5 वर्ष 5.5 वर्षै भयो 5.5 वर्ष 5.5 वर्ष होइन हजुर 5.5 वर्ष भनेपछि अब त्यो भन्दा अगाडि ऋण थियो कि थिएन पहाडबाट त्यो भन्दा त्यही त पहाडमा थियो ऋण सबै यसैले काटेको जसले काटेको होस् त्यहाँ मेरो त्यहाँनिर कुनै साइन छैन साइनको कुरा भएन थियो कि थिएन त्यो मात्रै हो थियो कति थियो ऋण त्यही त यसैले काटेको थियो यसैलाई सोध्नु मलाई केही पनि थाहा छैन पहाडबाट यता झर्दाखेरि त्यो पहाडमै भएको ऋण हो होइन पहाडमै हुँदाखेरि त्यो दुईजनाको उले विदेशमै हुँदाखेरि पनि ऋण काडी पहाडमा हुँदा टोटली कति यति योसँग 3-4 लाख रुपियाँ होला दुईजना गएर 4 लाख रुपियाँ छ यहाँ छैन भनेपछि अहिले कसरी झुक्याएर खाएको एकछिन न म तिमीहरू विदेशमा त मरि दुःख गरेर तिमीलाई कमाउनु पकाएको दुनियाँसँग अङ्गालो मारेर दुनियाँको जुठो खाएर घर स्वास्नी छोराछोरीको जुठो नखाने मान्छे विदेशमा गएर 3 वरिपरि केटा राखेर कि बिचमा केटी राखेर एउटा अङ्गालो मार्दै तास खेल्दै जाड खाँदाखेरि चाहिँ कस्तो हुन्छ मलाई त्यो रेकर्ड छ नि फेरि निकाल्नु पहिलेको त मेरो फेसबुक लाउनु हो नि लु पहिलेकै निकाल्न त लु रेकर्ड किन आफू चाहिँ पानी माथिको चो हो भने नभन न तिमीहरु आउँदैन बोल हैन आउँछ निकाल्न अरूलाई गिराउँछु न भन के आफू पनि गिरेको दुईजना के पोल हालाल चाहिँ बराबर के भयो कि दुईटैको भान्जा गए भन्नुहुन्छ भनेदेखि अहिले पैसा पठाउनु अनि 1,50,000 जाँदै लाग्यो उलाई लुगा कपडा चाहिँ कहिले किनेर पठाइदियो खर्चहरु चाहिँ कहिले गर्दियो कहिले गरेर पठाइदियो म यहाँ आउँदैछु यो कुरोमा आउँदैछु हैन अब 4 लाख जति पहाडबाट आउँदा ऋण थियो हैन भान्जाले ऋण थियो भने स्वीकार भयो तर यति भन्ने कुरो चाहिँ भएन यकिन भएन अब उता अब जेउसा बुहारले भने अनुसार चाहिँ 4 लाख जति ऋण छ पहाडबाट आउँदा भन्ने भयो हैन थियो हो त गरेर कागज गरेर सही गरेको पनि छ उसैले सही गरेको छ त्यो कागज त्यहाँदेखि यताको चाहिँ निटसटमा आउनु पर्यो के हैन त्यो भन्दा उता जाँदा कहिले 1 महिना पनि नआइपुग्ने भयो अब 5 वर्षदेखि यताको भएपछि अलि मधेसमा आएपछि ऋण छैन भन्दै हुनुहुन्छ हैन अहिले त्यसै भन्नु होइन त्यही पहाडको चाहिँ छ अहिले यता आएपछि त्यो अब त्यो धनबिरेको त्यही विदेश जाँदाखेरि नपुगेर काटेको पैसा थियो त्यो मलाई पठाएको थिएन तिर्ने अर्कोचोटि पठाइदियो भने म तिर्छु भनेको थिएँ तर म त्यहाँदेखि पैसा यहाँ जब यताको कुरा सुन्नु थियो त्यो उयो भएन हामी कन्ट्याक्ट पनि भएन यताको कुरा सुन्दै मसँग न्यु खोज्ने होइन है अनि कुन चाहिँ पैसा पठाएको थियो र तिर भनेर ठाउँमा तिरेको थियो कि थिएन त्यहाँनिर धनबिरेलाई तिर भनेर भनेको पैसामा
तिर्दै नतिर्ने